लेबर विङ स्टेट लेभलको भाइस प्रेसिडेन्ट हरि दङ्गाल यहाँ उपस्थित भएको छु। हाम्रो आजको यस लेबर डेमा सिक्किमभरि 6वटा जिल्ला छ र 6वटै जिल्लामा सिक्किमको 50 वर्ष सिक्किम राज्यको 50 वर्षको वर्षगाँठसँग जोडेर 6वटै जिल्लामा श्रम दिवस पालन गरिरहेको यहाँलाई थाहै छ र पार्टीले मलाई सोरेङ डिस्ट्रिक्टमा जाने अनुमति दिएको र म यहाँ आज उपस्थित छु र हाम्रा सबै साथीहरूलाई सबै जिल्लामा खटाइएको छ र हाम्रा सम्माननीय मुख्यमन्त्री महोदय प्रेमसिंह तामाङ गोलेज्यूको नेतृत्वमा सिक्किम सरकारमा श्रमिक वर्गलाई धेरै माथि उच्च स्थान दिएको हामीले थाहा र महसुस गरिरहेका छौँ। अन्य राज्यमा अघि हाम्रा एसिस्टेन्ट लेबर कमिसनर सरले भन्नुभयो अन्य राज्यमा यति 500 रुपियाँ जुन ज्याला एक दिनको ज्याला छैन र अझै स्किल सेमी स्किल त्यति अझै अनलिमिटेड छ। यो कुराहरू सबै उहाँहरूले विस्तृत जानकारीमा के सरकारबाट गरिएको छ यो सबै उहाँहरूले विस्तृत रूपमा भन्नुभयो र त्यही कुरो घरिघरि नदोहोर्यौं र विशेष सरकारको पहलमा या अन्य राज्यभन्दा श्रमिक वर्गलाई माथि उठाउने काम भएको हामीले देखिरहेका र जानिरहेका छौँ। सिक्किम राज्य आज 50 वर्षतिर पुगिसकेको यो यसको भव्य रूपमा सिक्किमभरि सुनौलो सिक्किम समृद्ध सिक्किमको हामी पालना गरिरहेका छौँ र मुख्यमन्त्री एवं हाम्रा पार्टी अध्यक्ष श्रीमान प्रेमसिंह तामाङ गोलेज्यूको दिशा निर्देशमा हामीले पनि लेबर विङ प्रकोष्ठमा काम गरिरहेको छौँ। जति पनि तपाईहरूले यहाँ विभागीय होस् सम्बन्धित कुनै कम्पनी जहाँ पनि BOWC का वर्कर्सहरू तपाईहरूलाई कुनै पनि शिकायत कुनै पनि समस्या परेमा लेबर फ्रन्टलाई तपाईहरूले सम्झने गर्नुहोस्। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको एक विरुद्धको रूपमा यो एसकेएम लेबर विङ खडा छ। तपाईहरूको अस्ति पनि हामीले विगत दिन धेरै कम्पनीहरुमा हामी भ्रमण गरियो। सोरेङ जिल्ला अन्तर्गत सिक्किम भन्ने जग्गा तल एनएसपीसी को मा पनि हामी आएका थियौं। त्यहाँ एउटा विवाद उत्पन्न भइसकेको थियो। हामीले आएर कम्पनीले केही समय मागेको थियो उहाँहरूको डिमान्ड र कम्पनीको यहाँ हुनुहुन्छ होला र त्यसको पनि 1 अप्रिल महिना भरि उहाँहरूले माग्नु भएको थियो। त्यसको पछाडी हामी के उहाँहरूले सम्झौता गर्नुभएको छ त्यसको हामी फलो गर्छौं। यस्तै अरूतिर पनि अन्य जग्गाहरुमा पनि कई ठाउँ सेलेरी नदिएको, कई ठाउँ कतिवटा दुर्घटनामा परेर काम कार्य अवधिमा मृत्यु भएका, कतिजना दुर्घटना पर हात खुट्टा काटिएका, यस्ताहरूको हक अधिकारको निम्ति सरकारको पक्षबाट हामीले काम गर्ने गरेका छौं र श्रमिक आज लेबर भन्दाखेरि हामीले अघि भन्नुभयो तल्लो दर्जाको सम्झिने हाम्रो, तर लेबर छैन जुन श्रम छैन, श्रमदान बिना चाहिँ संसार केही पनि छैन। आज जति पनि यो इन्फ्रास्ट्रक्चरहरू सबै हामीले निर्माण देखिरहेको छ, यो सबै श्रमबाट नै सम्भव हुन्छ र उहाँहरूलाई हामी सम्मान गर्नुपर्छ। यो अघि हाम्रो माननीय विधायक महोदयले भन्दै थियो, धन्य ती व्यक्तिहरूलाई धन्यवाद जसले गर्दा आज यो हामी उभिएर आज यो श्रम दिवस 1 मई मनाउन पाइरहेका छौं। र उहाँ अग्रज व्यक्तिहरू जति पनि हुनुहुन्थ्यो उहाँहरू भित्र जानुभयो। एकपल्ट उहाँहरूलाई पनि हामीले सम्झँदै आजको यस कार्यक्रममा हामी अगाडि बढ्नु पर्दछ र विशेष सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले निम्नतम ज्याला मिनिमम वेजेस
महिना दिनको 500, महिनाको 15,000 राखेर अहिले धेरैभन्दा धेरै बाहिरबाट पनि काम गर्ने कामदारहरू यहाँ भित्रिएको छ र यसको रेजिस्ट्रेसन सबैले अनिवार्य रूपमा गर्ने, चेक पछि अनि अन्य अहिले थानामा जहाँ पनि यसको लेबर विभागमा यसको पञ्जीकृत भइरहेको छ र किन भन्दा डाटा कतिजना बाहिरको छ, कतिजना भित्रको छ, यो सबै गर्ने सरकारको पहल। विगतका दिनहरूमा को आयो, को गयो, को काम गर्यो, को मर्यो, को हरायो, केही अत्ता पत्ता हुँदैन थियो। यो कुरो सबै हामीलाई याद छ। किन भन्दा केही डाटा केही गरेको थिएन, कोही रेजिस्टर गरेको थिएन। कतिजना मान्छे फलाना ठाउँमा कम्पनीमा मर्यो अरे, फलानालाई रोडका काम गर्दा पुर्यो अरे, मारे अरे, फलाना भातकुटा भाँचियो अरे। तर के त्यतिकै उनीहरू बिचरा कति बिजोग भएर कोही तर्केर मर्यो होला, कोही आफ्नो घरतिर फर्क्यो होला। तर अब उसो त्यस्तो हुनेवाला छैन। धेरैवटा कानुनहरू छ। यो कानुनको तपाईँहरूले लाभ उठाउनको लागि चाहिँ सबैजनाले, जतिजना यहाँ हुनुहुन्छ नभए पनि खबरहरू पुर्याएर रेजिस्ट्रेसनको प्रक्रिया तपाईँहरूले पुरा गर्नुहोस्। घरमा काम गर्ने को पनि गर्नुपर्ने, अघि म्याडमले पनि भन्नुभयो, धेरै कुराहरू हामीले सुनेर जानुपर्छ। उहाँहरूको के छ भनाइ, त्यसलाई हामीले मनन पनि गर्नु पर्यो, कार्यान्वयन पनि गर्नु पर्यो। र रेजिस्ट्रेसन अनिवार्य रूपमा हामीले श्रमहरूको गराउनुपर्छ। यसमा पञ्चायतगणको पनि हात रहन्छ, पुलिस कर्मचारी, श्रम विभागको त मुख्य भूमिका हुन्छ। यसमा बाहिरबाट प्रकोष्ठहरूले पनि हामीले पनि काम गर्नेछौँ। जति पनि एउटा पनि नछुने यसको फाइदा कति पनि छैन एमाउन्टहरू महिनामा, होइन। त्यति हामीले न्यूनतम 40 रुपियाँदेखि 18 वर्षकोदेखि 55-60 रुपियाँ हुँदै हुँदै धेरै उमेर हुँदाखेरि महिनाको अलिकति रेजिस्ट्रेसन फिस बेसी लाग्ने रहेछ। तर यसलाई चाहिँ सबै जागरुक भएर सबैजनाले चाहिँ रेजिस्ट्रेसन गरेको छ भने हामीलाई नै फाइदा हुन्छ। यो चाहिँ जुन जति बेला चाहिँ विपत्ति आउँछ, जति बेला हामीलाई त्यसको जरुरत पर्छ, त्यतिखेर मात्रै हामी खोज्छौँ अनि पाइएन, गरेन भने हामी सरकारलाई गाली गर्ने गर्छौँ। तर अहिलेबाट हामी तयारी बसेर यसको के छ नियमावली पालन गरेर हामीले सम्बन्धित लेबर, अब डिस्ट्रिक्टकै पछि डिस्ट्रिक्टमा पनि सब डिभिजनमा पनि लेबर अफिस छ र तपाईँहरूले सबैले हामीले पनि बुझाएर है उहाँहरूलाई राम्ररीसँग रेजिस्ट्रेसन गराएर यसको लाभहरू उठाउन लगाउँ। अनि आज गाउँ बस्तीमा यहाँनिर वर्क कल्चर घटेर हाम्रो मान्छेहरूले काम गर्दैनौँ। हामीले आरामको काममा हामी लागि परेका छौँ। तर श्रममा स्किल कौशल छ भने एउटा आज इलेक्ट्रिसियन मान्छेले काम गरेको छ भने हाजिरा 500 त होइन, उसको 1000-1500 हुन्छ। कार्पेन्टरहरूको पनि अब स्किल वर्कर सेम स्किलमा त अब 520 रुपियाँ 40 रुपियाँ भन्ने कुरा छ। तर त्योभन्दा धेरै नै पाउनुहुन्छ, उहाँहरूले धेरै नै राख्नुहुन्छ। गाउँ बस्तीमा काम गर्ने मान्छे पनि पाइँदैन। किन सबैजना कम्पनीतर्फ लागेको छन् र प्राइभेट कम्पनीमा पनि जतिजना हुन्छ लेबर डिपार्टमेन्टको सँग मिलेर चाहिँ काम पनि यहीँको मान्छेहरूलाई प्रायोरिटी जति पनि कम्पनीमा छ त्यो पनि तपाईँहरूले दिलाउनेमा हामीलाई मद्दत गर्नुहोस्। हामी पनि कसैले कुनै कम्पनीमा केही काम गर्छु, मलाई यस्तोको काम त्यहाँ हामी प्रकोष्ठलाई पनि तपाईँहरूले भन्नुभयो भने हामी लेबर विङबाट पनि तपाईँहरूलाई मद्दत गरिन्छ। र सरकार बनाउनमा लेबरको पनि ठुलो है, श्रम जति जान्छ तल्लो तहका व्यक्ति उहाँहरूको ठुलो योगदान रहेको हुन्छ। र सरकारले पनि प्रायोरिटी अहिले सबैभन्दा तल निम्न वर्गमा र जति श्रमिक वर्गमा ध्यान दिएको हाम्रो सम्माननीय मुख्यमन्त्री महोदयको दिशानिर्देशमा पहलमा यही छ। हामीले आज श्रम दिवसमा मात्रै हामी यसो गर्छौँ उसो गर्छौँ भनेर लेबर डेको दिन मात्रै सम्झेर एक दिन सम्मान गरेर हुँदैन। ती कामदारहरूलाई हामी, ती मजदुर वर्गलाई सधैँ सम्मान गरेर सधैँ मान सम्मानले हामी राख्ने गर्नुपर्दछ। यो कुराहरू लेबर डेको दिन मात्रै हामीले नसम्झौँ। अघि हामीले साहबले भन्नुहुन्थ्यो एक दिन लेबर डे मात्रै मनाएर भएन, सधैँ हामीले यसको चाहिँ 365 दिनमा 365 दिन लेबर डेको भावनाले हामीले काम गरौँ। र
हाम्रो राज्य समृद्धि सिक्किम, सुखी सिक्किम अनि मात्रै बन्छ। काम आफूले आफ्नो काम आफै गर्दा पनि अझै राम्रो हो। विशेष हामीले त्यही कामहरू जागरुक भएर अर्काको भरमा परे अझै राम्रो होला। तर अहिले हाम्रो मात्रै कार्यशैली गर्ने, कार्यक्रम गर्ने, आफू खट्ने बानीहरू हराइसकेको छ। मुख्यमन्त्री महोदयले पनि बारीहरू बाँझो छ भनेर आफ्नो सम्भाषणमा राखिराख्नु भएको छ। यस कुरोलाई पनि ध्यान दिएर हामीले अलिकति जागरुकता लियौँ सबैजनाले। हामी किन सिक्किम भनेको कृषि प्रधान राज्य हो। अहिलेको कल कारखानाहरू भित्रिएर अलिकति त्यतातिर मान्छेहरूको ढल्किएको छ। हाम्रो सिक्किमभित्र मात्रै पनि कल कारखाना काम गर्ने आँकडा 50,000 भन्दा बेसी हाम्रो युवा भाइ बहिनीहरू छन्। उहाँहरूलाई पनि हाम्रो लेबर डेको आजको यस श्रम दिवसको सबै सम्पूर्ण कर्मचारीहरूलाई पनि शुभकामना। र गलेर है आफू गलेर पनि कहिले गरेको महसुस नगर्ने श्रमजीवीले गर्दाखेरि आज संसार यही रङ्गीन भएर हामी सबै हाँसी खुसी बस्न सक्छौँ। र उहाँहरूलाई हामीले सधैँ सम्मान गर्नुपर्छ। र सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको पक्षबाट सम्पूर्ण हामी आज यस मई दिवसको उपलक्ष्यमा सबैलाई मङ्गलमय शुभकामना एवं बधाई दिँदै मेरो छोटो वक्तव्य यही राख्दछु। धन्यवाद।